ले यो चाहिँ बाँकी रहेको पैसा राख यसरी बस्ने उमेर भएको छैन तेरो जा हौ जय साहब के हो यो गर्लफ्रेन्ड टक्दै यो अहिले औषधि खाएपछि खानु मिल्दैन होला त्यही भएर अहिले खाइदिउँ भनेर तपाईँ म कहाँ रक्सी खान्छु भने तपाईँ पनि नखानुहोस् आज अन्तिम हो त यसो 20 किलो ऋण खोज्ने मान्छे आयो भने भन्नु अहिले किन 2-4 करोड ब्याजमा लगाउँ कि भनेर सोच्दैछु हौ होइन हौ जय साहब घरमा बसी बसी यत्रो पैसा चाहिँ कसरी कमाउनु भयो रुहा फल्दो रहेछ हौ दाइ बुद्ध चित्त फल्न थालेको वर्षको 2-4 करोड त झ्याप झ्याप झार्छ दाइ अहिले पैसा त पा जस्तो लाग्यो के भएको हो तिमी जहाँ गयो त्यही ठाडो घाँटी लाउने अनि तपाईँ ज्वाइँले नखा भनेर सम्झाउनु पर्ने थाहा उल्टै सँगै राखेर खाँदिने के कुरा गर्छ यो म आउँदा यहाँ ज्वाइँ बसेर ठाडो घाँटी लाउँदै रहेछन् मैले ज्वाइँ यसरी खानु हुँदैन भन्दै थिएँ अब तँहरू भयो लत्ताले हानिहालिस् बिचरा हेर ढाडै खुस्क्यो होला खुस्किँदैन हौ दाइ तपाईँको बहिनी बिहा गरेदेखि मैभन्दा बढी त लात्तै खाछु अझ बढी बोल्छौ ल्याउ रक्सीको भाँडो ल्याउ उठा उठा हिँड पालिन